यो 7 कि 8 कति भन्यो 7-8 7 बिघा भन्थ्यो 17 कट्ठा कति दूर 7 बिघा भन्थ्यो त्यहाँबाट तपाईको यहाँसम्म चाहिँ त्यो 7 बिघा मात्रै हो र थुप्रो हुन्छ देखि अनि यस्तो बाटो 7 बिघै हो 7 बिघा यतातिर तपाईहरुले स्कुलबाट चाहिँ के रे ठेक्का लिनुभयो भने चाहिँ भनेपछि यहाँको चाहिँ स्कुलले नै हो यहाँको के रे सबै सब रेखदेख उनीहरुले रेखदेख अनि कति बल लिनु भएको ठेक्का यो लकडाउनमै लिएको थियौं हामीले लकडाउनमा हामीलाई 10-12 लाख रुपैयाँ घाटा लाग्यो हजुर अनि त्यो वर्ष सुकायो अनि हामी भन्यो हामीको अलिकति माइक क्लोजमा लिएर बोल्नु दिनु त त्यसरी हैन अलि छेउमा हजुर 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 बोल्नु हामीले जस्तै यो जुन बेला लकडाउनको बेला लकडाउन लाग्यो हजुर लागेपछि लगभग त्यतिखेर आवाज जावत बन्द भयो हजुर आवाज जावत बन्द भएपछि हाम्रो कमै माछा हजुर मर्यो क्या हजुर मरेपछि त हामीलाई पुरै घाटा लाग्यो पुरै घाटा लागेपछि स्कुललाई हामीले भन्यौं हामीलाई 1-2 वर्षलाई केही राहत दिनुहुन्छ कि हजुर हजुर हामी त टाइममा स्कुलमा दिउँ ठेक्का हजुर अब डुबेपछि त केही राहत भन्दा अनि यो चाहिँ स्कुलसँग यो 6 महिनाको लागि चाहिँ हामीलाई थप 1,20,000 मा 6 महिनाको लागि मात्रै चलाउनलाई चाहिँ दियो तर यो लिएर चाहिँ हामीलाई घाटै छ अब यसपालि चाहिँ हामीले चाहिँ के सोच बनायौं भने यसलाई अब यो सुकाएर बनायो भने गर्ने नबनाएपछि त खर्च पनि उठ्दैन माछाको पानी काग के रे बनायो भने भन्नाले के चाहिँ बनाउनु पर्ने यसमा यो अब यो पुरै 15 फिट छ 20 फिट छ यो पानी सुक्दै पानी यो चैत वैशाख पछाडी आफै सुक्छ कि सुक्दैन यो धेरै गाह्रो बिचमा यो यस्तो मुडा जडाहरू नि हजुर यति छ कि जाल लगायो जालले च्यातियो मान्छे पाउँदैन जनको भाडा पनि निस्किदैन अनि सबै साल 6 महिनाको लागि सुका फेरि गर अनि न चारोको दाम न ठेकाको दाम अनि यसपालि चाहिँ बेलेमा सफा गरिदिन्छु हामी सुकाइदिन्छु अनि त्यसपछि अब स्कुलले के गर्छ उनीहरुको निर्णय अनुसार सरकारी पोखरीमा त कतिमा लिनुभयो त ठेक्का यो वर्षको 4.5 लाख हो 4.5 लाख पहिला हामीले लिएको थियौं अनि त्यहाँदेखि चाहिँ अब यति स्कुलले भन्नाले त्यो हाम्रो हाई स्कुलले के नाम हो प्रिन्सिपलको मंगल मै छ त चोकमै छैन यो पोखरीबाट चाहिँ त्यस्तो आम्दानी मज्जाले सोचे जस्तो भने जस्तो गर्नै पाइदैन अब जंगलै भरिन्छ यति न जालै तान्न मिल्छ